प्रकाशको पुस्तक अध्याय 1 मा हामी पद्मसबाट स्वर्गको सिंहासनको प्रकाशमा सर्छौँ। यहाँ दर्शनको ब्रेकडाउन छ जसले सबै कुराको लागि चरण सेट गर्दछ। 1 नम्बर बुदामा पुगेको श्रृङ्खला देख्छौँ पद 1 देखि 3 सम्म। पुस्तक आफ्नो अधिकार स्थापित गरेर सुरु हुन्छ। परमेश्वर, प्रभु येशू, स्वर्गदूत, यूहन्ना, चर्च। प्रकाशको पुस्तक चाहिँ भविष्यमा हुने कुराहरू प्रकट गर्दछ। भविष्यमा हुने घटनाहरूको यो प्रकाश परमेश्वरले प्रभु येशूलाई दिनुभयो। प्रभु येशूले यो प्रकाश आफ्नो स्वर्गदूतको हातमा सुम्पिनुभयो र स्वर्गदूतले प्रभुको दास यूहन्नालाई यो प्रकाश पेश गर्नुहुँदछ। अनि प्रेरित यूहन्नाले यस पुस्तकद्वारा प्रभुका सबै सेवकहरूलाई यी सबै कुराहरूको जानकारी गराउन चाहन्छन्। प्रभुका सेवकहरू भन्नाले उहाँमाथि विश्वास गर्ने सबै साँचो विश्वासीहरू बुझिन्छ। यी शब्दहरू पढ्ने र सुन्नेहरूका लागि पद 3 मा प्रतिज्ञा गरेको विशेष आशीर्वाद छ। दोस्रो बुदालाई पनि हेर्नेछौँ। त्रिएकबाट अभिवादन पद 4 देखि 8। यूहन्नाले एसिया आधुनिक टर्कीमा रहेका 7 चर्चहरूलाई परमेश्वर को हुनुहुन्छ भन्ने कुराको सम्झना गराउँदै अभिवादन गर्छन्। यसको लागि 3 विशेष शीर्षकहरू प्रयोग गर्छन् जसले सताएका चर्चहरूलाई सान्त्वना दिन्छ। विश्वासयोग्य साक्षी। येशूले सत्यतामा बाँच्नुभयो। जन्मेको प्रभु येशूले मृत्युलाई जित्नुभयो र राजाहरूको शासक प्रभु येशू सिजर वा कुनै पनि पार्थिव भौतिक शरीर भएका राजाभन्दा शक्तिशाली हुनुहुन्छ र उच्च हुनुहुन्छ भन्ने कुराको हामीलाई जानकारी दिनुहुन्छ। र हामी पद 8 म अल्फा र ओमेगा हुँ भनेर प्रभु येशूले आफ्नो परिचय दिँदै यसो भन्नुहुन्छ, अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ। अल्फा ग्रीकको वर्णमालाको पहिलो अक्षर र ओमेगा सृष्टिको सुरुवात हुनुहुन्छ र सृष्टिको अन्त पनि हुनुहुन्छ। यस संसारसँग परमेश्वरको उद्देश्य जे जति छ प्रभु येशूले त्यो सुरु गर्नुभयो र उहाँले नै त्यसको अन्त्य गर्नुहुनेछ। उहाँ हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ, उहाँ हुनुहुनेछ। उहाँ अनन्त हुनुहुन्छ र सर्वशक्तिमान हुनुहुन्छ। उहाँ नै अल्फा र ओमेगा सर्वशक्तिमान परमेश्वर। तेस्रो बुदालाई पनि हेर्नेछौँ। महिमामय ख्रिस्टको दर्शन पद 9 देखि 16। परमेश्वरको वचनको कारणले पद्मस टापुमा छन्। आत्मामा हुँदा उनले तुरही जस्तो आवाज सुन्छन्। जब उनी फर्कन्छन् उनले पुनरुत्थान पछिको I am the Alpha and the Omega, the first and the last. लामो लुगा र सुनौलो फित्ता लागेको देखिन्छ र यसले प्रधान पुजारी र राजाको पोसाकको सङ्केत गर्दछ। र सेतो कपालले अनन्त बुद्धि र शुद्धताको प्रतीक र ज्येष्ठ हुनुभएको कुराको प्रमाण दिँदछ। र बल्दो आगो जस्तो आँखा, यसले के कुराको सङ्केत गर्दछ भने उहाँले हरेक अनुहारहरूबाट देख्नुहुन्छ, केही पनि उहाँको सामु लुकेको छैन। काँसा जस्तै खुट्टा र काँसाले के सङ्केत गर्दछ भने शक्ति र न्याय गर्ने क्षमताको सङ्केत गर्दछ। त्यहाँ 2 धारे तरबार, उहाँको वचन अन्तिम अधिकार। हामी 4थौं बुदालाई पनि हेर्नेछौँ। डर र समाधान पद 17 देखि 20। जब यूहन्ना यो कुराहरू देख्दछन् उनी मरेका जस्तै हुन्छन् र भुइँमा लड्छन्। यो पवित्रताको प्राकृतिक प्रतिक्रिया हो। यूहन्नालाई भन्नुहुन्छ, नडराऊ, किनभने उहाँसँग मृत्यु र पातालका साँचाहरू छन्। हामीलाई सबैभन्दा धेरै डराउने कुराहरू तिनै हुन् जुन प्रभु येशूले पहिला नै
जित्नु भएको छ र उहाँको इच्छामा बन्द गर्न र खोल्न सक्नुहुन्छ। एउटा रहस्यको व्याख्यालाई हेर्नेछौँ हामी। प्रभु येशूले हाम्रो लागि प्रतीकहरू डिकोड गरेर अध्याय 1 को अन्त गर्नुहुन्छ। यहाँ 7 ताराहरू भनेका छन्। 7 ताराहरू भनेको 7 चर्चका स्वर्गदूतहरू वा सन्देशवाहकहरू भनेर हामी यहाँ बुझ्दछौँ। 7 सामदानहरू भनेको 7 चर्चहरू आफै हुन् र प्रभु येशू टाढा हुनुहुन्न, उहाँ सामदानहरूको बिचमा हिँडिरहनु भएको छ। उहाँ आफ्नो चर्चमा उपस्थिति हुनुहुन्छ भन्ने कुराको हामीलाई जानकारी गराउँदै यस अध्याय यहीँनिर समाप्त भएको हामी देख्दछौँ। हुन्छ, प्रभुले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्।